आफ्नो घर किनेर बसेका छन्। तिमी हामीलाई घर किनेर बस्न घर बिक्री गर्न पाइन्न भनेर भन्छौ। त्यो बिक्री गरेको घरको त्यो खेपी खडालाई कारबाही हुन्छ कि हुन्न? सुरेश कुमार चौधरीको घर ऐलानीमा छ। हाम्रो घर भत्काउँदा त्यसको घर भत्काउनु पर्छ कि पर्दैन? मकवानपुर 2 बाट उम्मेदवार भएर जितिरहँदाखेरि माननीय भइरहँदाखेरि हाम्रो घर भत्काउँछ, उसको घर भत्काउनु पर्छ कि पर्दैन? यही सङ्गममा हाम्रा घरहरू भत्काउँदै गर्दा भरत पराजुली जो सिन्धुपाल्चोक 1 बाट विजय हुनुभयो, माननीय बन्नुभयो, उहाँको हाइड्रो अफिस थियो, त्यो भत्काउनु पर्छ कि पर्दैन? अनि राज्यले भन्छ 20 मिटरको खोलाको बाढीको कुरा गर्छ। हामीले देखेका छौँ। तपाईहरु हेर्नुस्, देवीनगरमा हाम्रा सुकुम्बासीका बस्तीका घरहरू भित्रभित्र भत्केको छ, तर खोलाका किनारमा 3टा घर ठिङ्ग उभिएको छ। के त्यसलाई बाढीले छुँदैन? त्यो बाढीले जोखिममा छ, त्यसलाई व्यवस्थापन गर्नु पर्दैन? त्यसलाई भत्काउनु पर्दैन? यो सरकारले स्वेच्छाचारी ढङ्गले जसरी परेका गरिबहरूलाई भत्काइरहेको छ, तडपाइरहेको छ। गरिब मारा सरकार, यो गरिब मारा सरकारको आयु धेरै छैन। यो बालेन सरकार, यो बालेन, यसलाई ट्यापे भन्न चाहन्छु म। यो ट्यापेलाई यो रोडमा घिसेर लत्ताले हान्न भन्छु मलाई। यो सालेलाई यो राज्यमा प्रधानमन्त्री हुने लायकको कुनै पनि विचार छैन, कुनै पनि अनुशासन छैन। यसले कसैको समभाव राख्दैन, कसैको सम्मान गर्दैन। तसर्थ यस्ता स्वेच्छाचारी प्रधानमन्त्रीलाई रोडमा ल्याएर घिसेरेर मर्ने गरी त्यो अझ जहाँ भत्काएको छ, जहाँ त्यो कङ्क्रिटहरू छ, त्यो ठाउँमा घिसारी तपाईँको यसलाई मार्न जरुरी छ। तपाईँ हामी सबै आन्दोलन गर्न जरुरी छ। म यहाँबाट खबरदारी गर्न चाहन्छु, यदि गरिबका घर भत्काउने हो भने तिम्रो पर्यटन मन्त्रीको घर भत्काएर आऊ। गरिबको व्यवस्थापन गर्ने हो, विस्थापन गर्ने होइन। यो कुराहरू राख्दै अबको आजको हाम्रो विरोध पत्र वाचन गर्नको लागि र यहाँ उपस्थित हुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद। सबै कुरा आइसके, तर प्रश्न कहाँनिर हो भने आज पनि घर भत्केको मान्छे चाहिँ त्यो घर भत्केकै ठाउँमा खुलेर रातभरि पानीको पोत नलाएको ठाउँमा बसेर आज पनि मर्दिन्छ। भत्केको 19 दिन भयो, त्यो त अगाडिको किन त्यसले समस्या छ भने र 19 दिन बितिसक्दाखेरि आज तपाईहरु कतिजनाले खाना खाएर आउनु भएको छ, कतिजनाले खाना खाएर आउनु भएको छैन, त्यो हामीलाई मात्र थाहा छ, तपाईहरुलाई मात्र थाहा छ। यहाँ घर भत्काएको भन्ने नाउँमा घर मात्रै भत्काएको छैन, हाम्रो रोजीरोटी पनि भत्काएको छ। मेरो बालबच्चाहरू, हाम्रा बालबच्चाहरू कोही 4 मा पढ्दैछन्, कोही 5 मा पढ्दैछन्, कोही 6 मा पढ्दैछन्, कोही 8 मा पढ्दैछन्, कोही 12 को भर्खर दिएर यस्तो अवस्थामा दिएका छन्, कोही 9 मा पढ्दैछन्, कोही 10 मा पढ्दैछन्। आजको दिनसम्म स्कुल जान पाएका छैन। प्रश्न त्यहाँनिर हो, जवाफ पनि त्यहीँनिर हो। कुरा गरेर मात्र हुँदैन क्या, कुरा गरेर हुँदैन। आजको तर पेटले के भन्छ, भोक लाग्छ नि त। म आन्दोलनमा छु भनेर भोको पेटले मान्दैन। त्यो खानाको कुरा हो क्या, जीवनको कुरा हो, जीवितको कुरा हो। तर यो तर मानव अधिकारको यति साह्रो भुजिया उडाएको छ कि, यति साह्रो तमासा बनाएको छ कि त्यहाँ बच्चाले आत्महत्या गर्नु परेको छ, बच्चा स्कुल जान पाएको छ। एउटा गर्भवती महिला एउटा म्याटमा जो डक्टरले त्यो म्याटमा बस्नु हुँदैन भनेर चाहिँ लेखेर ल्याउँछ, तर त्यो म्याटमा बस्न बाध्य छ, पानी मुनिमा बस्न बाध्य छ। आलु र भात, निस्तो आलु र भात खाएर बस्न बाध्य छ। त्यो बाध्य हुँदाखेरि पनि यो मानव अधिकारका कुराहरू मुद्दाहरूले चाहिँ के बोलेको छ भनेर हामीले भन्ने गर्ने भन्दा पनि त्यसले अब त्यसको त्यो अवस्थालाई चाहिँ अब राम्रो अवस्था ल्याउन हामीले के गर्ने भन्ने कुरा हो क्या। हामीले भोगिरहेछौँ, आज हामीले भोगिरहेछौँ। हामी अदालतमा न्यायिक उपचारको लागि गइरहेछौँ, त्यहाँनिर प्रमाणहरू पेश गरिरहेछौँ। आजको बस्ती होइन यो, हिजो सरकारले काम लाग्दैन भनेर बनाउने भनेर छोडेको बस्ती हो। भनेर छोडेको बस्ती हो आज भत्काएको बस्ती। त्यो हिजो काम नलाग्ने आज हामीले एउटा संसार बनायौँ, एउटा समाज बनायौँ, एउटा आफ्नो श्रम गरेर, एउटा आफ्नो जीविका चलाएर, आफ्नो संस्कार संस्कृति अनुसार हामीले आफ्नो राम्रो बनायौँ। तर राम्रो बनाएपछि त अहिले सहर सुन्दर बन्दैन, गरिबलाई मारेर कुनै पनि व्यवस्था टिक्दैन। गरिबलाई
कुनै पनि व्यवस्था टिक्दैन। जबसम्म उचित व्यवस्थापन र क्षतिपूर्ति मिल्दैन यो मोर्चाको आन्दोलन अब कसैले रोकेर रोकिँदैन। अब आजको महत्त्वपूर्ण बनाइराख्नका लागि आजको यस कार्यक्रमका अध्यक्ष संयुक्त राष्ट्र सुकुम्बासी मोर्चाका केन्द्रीय अध्यक्ष कुमार कार्कीज्यूलाई आफ्नो महत्त्वपूर्ण बनाइराख्दै म यहाँहरूबाट यो नालायक सरकारको गृहमन्त्रीले हामीलाई गिरफ्तार गर्यो। हामीले एक दिनको हिसाब हेरेका छौँ। कुनै दिन हामी तिमीहरूलाई कटघरामा उभ्याउँछौ। होइन भने कबाब प्रचार नगर। नारायण परिसमीको नयाँ परिसरमा कहाँ गर्छ? कोठेश्वरमा कहाँ गर्छ? देखाऊ कुनै ब्याङ्किङ कसुरबाट